मेरो फेसबुक मित्रहरूलाई है यहाँ दुलो छ हैन यो खोलाको किनारमा ट्रोनल छ। अब यो ट्रोनल भित्रबाट चाहिँ म पस्छु हैन कहाँ चाहिँ निक्लिँदो रहेछ हो। केटाहरूले भन्छ उतापट्टि निक्लिन्छ भन्छ, कता निक्लिन्छ थाहै छैन, डरै लाग्दो अँध्यारो छ अब हो। केटाहरू त गयो, म पनि जाँदैछु है। यो चाहिँ आजको एडभेन्चर भन्छ कि के भन्छ है। आम्बो कस्तो डरलाग्दो अँध्यारो छ यार, कसरी जानुपर्ने, कता हो कता हो। यहाँ चाहिँ म फ्ल्यास लाइट बाल्छु साथी हो, नहुने रहेछ हो। हेर्नुहोस् है आम्बो मुढाहरू कहाँ चाहिँ निक्लिँदैछ। यो चाहिँ एनएसपीले खनेको दुलो होइन ट्रोनल। अन्त यहाँबाट चाहिँ अन्धकार छ, केटाहरू त यहीँबाट गएछ, कता हो कताबाट निक्लिन्छ हेरौँ है। बो के साह्रो डरलाग्दो अन्धार छ त, यतापट्टि निक्लिँदो रहेछ यो चाहिँ। यहाँ उज्यालो देख्दैछ साथी हो, हेर्नुहोस् है। यो चाहिँ खोलाको बगरमा चाहिँ खनेको यो ट्रोनल हो, तर यो बाढीले चाहिँ बुच्चाएर चाहिँ डर पनि लाग्यो साथी हो। हेर्नुहोस् छेड यतापट्टि देख्दैछु, यहाँ निक्लिँदो रहेछ। यो चाहिँ खतरनाक दुलो रहेछ नि, टेन्सन लाग्दैन फस्दा साथी हो। भो एउटा खोला हेटिका कस्तो डरलाग्दो हेट। म कहाँ गयो दुलोभित्र फर्किदिएको डरले। ए तेरिका यहाँ निक्लिँदैछ नि भने त कस्तो डर लाग्थ्यो नि अब। यस्तो रहेछ साथी हो यो चाहिँ खोला है। अब टेन्सन भइदिएको नि हो। हेर्नुहोस्